भाइ यो कतिजना भएर बनाएको यो घर? हामी 3 जना भएर। अनि कसको आइडिया हो यो चाहिँ? यो चाहिँ बढी जस्तो मेरै आइडिया थियो अनि अरूले चाहिँ हेल्प मात्र गरेको। हेल्प गरेको? अनि कति दिन लाग्यो यो घर बनाउन? 1 महिना जति लाग्यो। यो पालहरू कहाँबाट लिएर आएको त? यो पालहरू सबै थियो हामीसँगै। अनि त्यो गाडीको सिटहरू त्यो लुगाहरू चाहिँ कहाँबाट ल्यायो तिमीले चाहिँ? बाबा गाडीमा थियो। बाबा गाडीबाट लिएर आएको सिटहरू चाहिँ? ए यस पानी पनि चुइदैन, राम्रो छ है। अझ यसकोमा डेकोरेट गर्न बाँकी थियो अनि त्यहाँ गएर पब्जी खेल्ने गरेको गरेको थियो। ल ठिक छ। तिम्रो नाम भनिदेऊ त, सबैजनाले तिमीलाई भाइ देखाइदिनु भने भएर क्या। साजन घिमिरे मेरो नाम चाहिँ। ल त हेर्नु पर्यो नि त, कति लाज मानेको अनि। अहिले पानी परिरहेको छ है। यता हेर्न कस्तो लाज मान्छ हौ केटी मान्छे जस्तो। म चाहिँ आज होइन सानीमाको घर आएको, अनि भाइलाई चाहिँ सानीमाहरूले पब्जी खेल्न नदिनु भएको भएर यहाँ चाहिँ घर बनाएको रहेछ। यसमा चाहिँ पानी पनि चुइँदैन अरे, अनि त्यहाँ राम्रो बस्ने ठाउँ छ अरे। बहिनीले भनेको अब हेर्न जाऊँ है त। यसो रहेछ ढोका। वाउ कस्तो राम्रो, साँच्चीकै नै राम्रो रहेछ यहाँ होइन। आनन्द शीतल रहेछ, पानी पनि नचुइने, कस्तो राम्रो बनाएछ भने। यहाँ आएर पब्जी खेल्छ अरे। पब्जी लभरको घर है यो।